नमस्कार हाम्रो युवराज ओरायलसँग चाहिँ राजनीतिक विश्लेषण आज थोरै भलाकुसारी गरौँ भनेर युवराज सरसँग म आज युवराज सर हिजो हाम्रो रवि लामिछानेजीको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेजीको चाहिँ उहाँको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूलाई जुन अभिमुखीकरण कार्यक्रममा उहाँले जुन प्रस्तुत गर्नुभयो एउटा वक्तव्य एकदम मलाई चाहिँ आफ्नो हिसाब पर्सनल हिसाबमा चाहिँ एकदम शालीन भद्र होइन तपाईँको संयमित लाग्यो। त्यसमा तपाईँको राजनीतिक विश्लेषक भएको नाताले हजुरको राय के छ अनि अर्को मैले एउटा थपिहालेँ उहाँको त्यो आफ्नो विचार सँगसँगै तपाईँको जुन राइट टु रिकलको पनि कुरा गर्नु भएको छ त्यसमा पनि थोरै विचारहरूले राख्नु। धन्यवाद प्रसन्नलाई। बडा समय सापेक्ष क्वेसन यहाँले गर्नुभयो। वास्तवमा रवि लामिछानेले हिजो गरेको भाषण तपाईँले मन पराउनुभयो, तपाईँलाई मात्र होइन 3 करोड नेपाली जसले सुने त्यो भाषण प्रशंसनीय र विचारणीय, सुन्नयोग्य र मननयोग्य छ। रवि लामिछानेले मात्र आफ्नो पार्टीलाई मात्र, आफ्नो पार्टीका सांसदहरूलाई, आफ्नो पार्टीका मान्यहरूलाई मात्रै कुरा गर्नु भएन कि देशभरिका मान्छेलाई, विभिन्न पार्टीका मान्छेलाई पनि एउटा नीति निर्देशन दिनुभएको हो र सांसदहरू यो हुनुपर्छ, सांसदको गरिमा यो हुनुपर्छ, सांसदले यो काम गर्नुपर्छ भन्ने जुन अभिव्यक्ति भयो। अहिलेसम्मको रवि लामिछानेले गरेका भाषणमा दिएका अभिव्यक्ति सबभन्दा माथि लेभलको उत्कृष्ट अभिव्यक्ति भन्ने मलाई लाग्छ। र तपाईँले अर्को कुरा के सोध्नु भएको छ भने यो राइट टु रिकलको जुन प्रश्न छ, राइट टु रिकल यदि राष्ट्रिय स्वतन्त्र पार्टीको विधानभन्दा बाहिर, राष्ट्रिय स्तरका नीति नियमभन्दा बाहिर अनुशासनमा नरहने, अनुशासनको दायरालाई घुचेर जाने सांसदहरूलाई त्यो सांसद पद पार्टीले जागृकता पनि गर्न सक्छ। तपाईँहरू सचेत हुनुहोस्, अनुशासित हुनुहोस्, मर्यादित हुनुहोस्, अरूलाई पनि तपाईँ पुगार्नु पर्ने देखाउनुहोस् र आम जनताले, आम नागरिकहरूको अनुभूति गर्नुपर्छ। सांसद होस् त राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासित होस् भन्ने कारणले हामी सन्देश समग्रमा तपाईँलाई चाहिँ एउटा वजनदार लाग्यो। अब मलाई पनि लागेको चाहिँ के हो भने राइट टु रिकल धारणा मैले लिएर आउनु त्यसमा चाहिँ एउटा पार्टीका सांसदहरू मनपरी रूपमा बोल्ने, जहाँ पनि अभिव्यक्ति दिने, यो अनुशासनलाई चाहिँ एउटा चाहिँ तपाईँको भनौँ न बाँधेर राख्छ, अनुशासनमा राख्छ भन्ने लाग्छ। यसो गर्दा के हुन्छ, पार्टीप्रति त्यस पार्टीका सांसदहरू प्रभावकारिता हुन्छ र जवाबदेहिता हुन्छ र भद्रबोल तरिकाले आफ्नो एउटा लोकतान्त्रिक अभ्यास पनि हो। यसमा चाहिँ तपाईँको जनताको जनमत लिएर आइसकेपछि तपाईँको जनताको लागि काम गर्नु पर्यो नि त। जथाभावी बोल्दै हिँड्ने, जथाभावी काम गर्नु एउटा संसदीय मर्यादा गर्नु पर्यो। एउटा सांसद भनेको नियम कानुन ऐन बनाउने ठाउँमा जाने मान्छेले मर्यादित भएर बोल्नु पर्यो र जनतालाई सर्वोपरि स्थानमा राखेर बोल्नु पर्यो र व्यवहार त्यही हुनु पर्यो, आचरण त्यही हुनु पर्यो। बिचौलिया कुरा पनि उहाँले आफ्नो अभिव्यक्तिमा उठाउनु भएको छ। जहाँ पनि पैसाको कुरा गर्ने, सांसदहरूले जे पनि गर्ने, त्यो सांसदको गरिमामय पदलाई गरिमामय तरिकाले निर्वाह गर्नु पर्यो भन्ने कुरा सन्देश दिन्छ।